हामी 14-15 जना कलाकार यो डिग्निफाइड मेन्सुरेसन के हो, हामीसँग भएको अन्धविश्वास कसरी हटाउने भन्ने अभ्यास हो। हामी तपाईहरुलाई केही सिकाउन आएको होइन, हामी सिक्न आएको हो यहाँ। अनि त्यो नाटक चाहिँ यो अहिले भइरहेको नाटक चाहिँ इन्टरेक्टिभ छ। त्यसो भएर सकेसम्म हाम्रो योजना चाहिँ के थियो भने हाफ सर्कलमा राख्न पाए हुन्थ्यो भन्ने थियो। त्यस्तो छैन, तर सकेसम्म तपाईहरु नाटक हेर्ने कोसिस गर्दिनु होला, किनभने पछाडी छेकिन्छ। अनि यता पनि गफ भएन भने साह्रै राम्रो हुन्थ्यो। गफ सिद्धेपछि हामी नाटक सुरु गर्छौं, कुराकानी सिद्धेपछि हामी नाटक सुरु गर्छौं। हजुरहरु रेडी हुनुहुन्छ? सबैजना? मोबाइल पनि अफ छ? मोबाइल अफ छ? इन्टरनेट होला मोबाइलमा? फेरि छैन होला। धेरै खुसी लागेको छ। हामीले यो करिब 1.5 महिना अभ्यास गरेर तयार गरेको नाटक हो। किन खुसी लागेको छ भने यो नाटक निर्माणको क्रममा चाहिँ हामीसँग भएको धेरै अन्धविश्वासहरुमाथि छलफल भयो र अहिले यहाँ कलाकारहरूले जुन पात्रको भूमिका निर्वाह गर्नुहुन्छ त्यो पात्रहरुमा पनि अन्धविश्वास छ। तपाईले देख्न सक्नुहुन्छ त्यो पात्रहरुको अन्धविश्वास चाहिँ हामी कलाकारहरुको पनि अन्धविश्वास हो। हामी भित्र पनि त्यस्तो छ। अनि नाटक हेरेर तपाईहरुले त्यो पात्रहरुलाई उनीहरुले बोकेको अन्धविश्वासको विरुद्धमा बोलिदिनु भयो, सम्झाइदिनु भयो। उनीहरुको अन्धविश्वासको विरुद्धमा तपाईले लडिदिनु भयो भने कलाकारहरुले पनि बुझ्छ, हामी पनि बुझ्छौं र अहिले बाँकी रहेको अन्धविश्वास अझै हटेर हामी अलि राम्रो व्यवहार गर्न थाल्छौं होला। त्यही भएर मुख्य उद्देश्य नै हामी कलाकारहरुको विचारमा स्पष्टता र व्यवहारमा स्पष्टता ल्याउने कोसिस हो। त्यही भएर मज्जाले हामीलाई नाटक समस्यामा रोकिन्छ। त्यसपछि हामीलाई हजुरहरुले सल्लाह दिनु होला। साच्चै नै भनेको, मनदेखि भनेको, तपाईहरुले यहाँ नाटकमा आएर सल्लाह दिनुभयो भने हामीलाई धेरै ठुलो सहयोग हुन्छ र हामीले भोलि समाजमा परिवारमा गर्ने व्यवहारमा हामी जुन कलाकारहरु छौं हाम्रो व्यवहारमा परिवर्तन आउला। हस्त फेरि सबैलाई स्वागत गर्दै हामी प्रस्तुत गर्छौं नाटक रज। हामी नाटक रोकिएपछि म फेरि हजुरहरुसँग संवाद गर्न आउँछु। थ्यांक यू। Don't touch, 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 don't touch. सुना हुने कि नहुने, touch, touch, touch. खाना हुने कि नहुने, don't touch. जाना हुने कि नहुने, touch, touch, touch. हेर्न मिल्ने कि नमिल्ने, don't touch. सुना हुने कि नहुने, touch, touch, touch. खाना हुने कि नहुने, don't touch. जाना हुने कि नहुने, touch, touch, touch. हेर्न मिल्ने कि नमिल्ने, don't touch. Touch, 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 don't touch. Touch, 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 don't touch. Touch, 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 touch. मेरो के दोष? गोठ भित्र लुक। कपडा लुकाइन। बुवाले खाना बनाएको साह्रै मिठो लाग्थ्यो। महिनाको 1 दिन बनाइछु। 1 दिन हैन, 4 दिन। आजदेखि 3 दिन मलाई नछौ। ए तिमी बाहिर बस। बाहिर 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 बाहिर। आफै थाहा पाउँछौ। गुड
बोल्ने पारा ए बुहारी छोरीलाई उठाऊ छोरालाई उठाऊ कान्छा गएको कान्छा आहा कति मजाले खाम लागेको लु सूर्य नमस्कार घागलाई त मजाले घाम लागेको यो काठमाडौँको पानी कति चिसो गुड मर्निङ बुवा यो कुल्ला खकर भित्र बाथरुममै गरेको भए हुन्थ्यो छिमेकीहरू अलि अप्ठ्यारो मान्छन् के अप्ठ्यारो मानेर हुन्छ त्यही माथि आफ्नो घरमा त खबर फ्यालेको त अर्को घरमा हो र तर राम्रो देखिँदैन के बुवा राम्रो देखोस् नदेखोस् ए बुहारी अनि यो कागहरूलाई तिमी यता आउन नदेऊ त छतमा ल हेर त जताततै बिस्तार कहाँ बस्ने अरे बुवा चराचुरुङ्गी त आए राम्रो हुन्छ नि सबै गरिहाल्छ नि राम्रो हुन्छ हेर है बुहारी काग घरमा आयो भने नि घरको सदस्यको एकजनाको चिठी काट्छ नि त्यस्तो चिठी काट्ने भयो त बुवा अरे दिन एक परिवारबाट एकजना काटिदियो के त मेरै पाली हो कि हजुरबा गुड मर्निङ गुड मर्निङ के अरबाको खुट्टो ढुङ्ने तैँले ल ल होइन तेरो आमाले सिकाउँदिन कि क्या हो मामा गुड मर्निङ सिन फ्रेस भयो मुख धुयो बरु फ्रेस भएर आऊ अनि मात्रै आऊ ल ए तेरो बर्थडे हो आज लु ह्याप्पी बर्थडे थ्याङ्क यू हजुरबा ठुलो मान्छे हुने राम्रो पढ्ने अनि बाले माया गर्ने है हो त तेरो दारीले ए बुहारी यसको त दारी आइसकेछ त ठुलो बोतल अलि अलि हजुरबा आज बाबाले बर्थडे गिफ्टमा मलाई साइकल किनिदिनुहुन्छ नि मम्मा तपाईँहरूले के किनिदिनु हुने सरप्राइज छ पहिला फ्रेस भएर आउने अनि बुवाको लागि पत्रिका ल्याइदिन्छ म ल हजुरबा तपाईँले मलाई बर्थडे गिफ्ट के दिनुहुने तँलाई म 1 दर्जन केरा ल्याइदिउँला नि भाउ केरा ल्याइदिउँ केरा त हुँदैन है ल केरा नखाएर के खान्छस् त केरा खायो भने नि फलक्क बढिन्छ बरु तपाईँले होइन मलाई फुटबल किनिदिनु न ल फुटबल ल ल ल हजुरबा अरे तपाईँ र म मिलेर यत्रो ठुलो टेक काट्नुपर्छ ल हामी गइरहेको क्या अनि सँगै नाच्नु पनि पर्छ ल गुड मर्निङ ए बा आज यसको बर्थडे हो रमाइलो गर्नुपर्छ है ल ल ल के भयो मरेको छ आज मर्निङ वक नगएको भए हुँदैन थियो चिया खानु गएको साथीहरूसँग तिमी चाहिँ चिया खा बुवा अहिलेसम्म औषधि पनि खानु भएको छ होइन नि तिम्रो छोरीलाई भन्नु पर्दैन उठाउनु पर्दैन थाहा छ त 8:30 बजीसम्म पुग्दै पुग्दैन आफूले नभएपछि छोरीलाई भन्नु उठाउनु बेलामा हेत तरिका सबै काम मैले गर्नुपर्छ है है ए छोरी रञ्जना उठ हेत तरिका अब तिम्रो मैले किचनमा सबै गर्नुपर्छ फेरि आयो का यो छोरी मान्छे भएर यसको उड्ने तरिका हेर ओ रञ्जना जाऊ न बाबाले सघाउ बेटा मम्मा प्यार प्यारी नबोल्नु न जाऊ 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 ए छोरी अब तिमी किचनमा आउँछ भित्र सहयोग गर्नुपर्छ क्या आज तिमीले बाहिर पनि गर्नु न मैले मात्रै गर्नु त्यो सानै छ विकास विकास तातो तातो ए ल मलाई मात्र हराउँछ जल्दी निकाल्नु काम गर्दिन खाना पकाउँदिन म आशा सुन न कतिजना अरे होइन 25 जना सहभागिता गराउनु पर्यो यार त्यो वडामा भइरहेको छैन भने अर्को वडाबाट पनि मगाएर 25 जना चाहिँ पुऱ्याउनु पर्यो केटीहरू भोलि प्रोग्राम तिमी कस्तो लाग्छ
बस दुर्घटनामा परेर 35 जनाको मृत्यु भएछ मङ्गल्यान्डमा। तिमी यहाँ नआऊ, त्यही बस। यस्तो बेला तिमीले किताब हेर्नुहुन्न, सरस्वती माता रिसाउँछन् क्या। बुवा बाटो बिग्रिएर एक्सिडेन्ट भएको। हुन्छ, बाटो बिग्रेर त्रिशुली नदी छ नि, त्रिशुली नदी, त्यो त साक्षात शिवको दोस्रो रूप हो। त्यो गङ्गा हुन्छ नि, टाउकोबाट बगेको गङ्गा हुन्थी नि त। तिमीलाई यस्तो कुरा वास्ता खोजी छैन, पछि थाहा पाउँछौ मेरो उमेरमा। विकास कुन चिया पिउने होला? सुधा सुमेर कहाँ छ? बाबा त्यही डब्बास बस। त्यही ठाउँमा राख्नु पर्दैन भनेको। एकै ठाउँमा छ। ए सुधा, तिम्रो छोरालाई सिकाउनु पर्यो क्या। हेर मेरो यत्रो धेरै कपी चेक गर्नु छ, भोलि रिजल्ट पब्लिस गर्नु छ मैले स्कुलमा। अनि सिकिरहेको छ त नि, गरिहाल्छ त नि। अनि तिमी आज सगाइदिँदा के हुन्छ? ए छोरी, एकछिन आइज, म दिन्छु। सुधा स्याहारियो अगाउ फिरो। मम्मा मम्मा दुधै तातेको छैन। रुवाइन्छ म त लाइन्छु। सब मैले गर्नुपर्छ। ल मामा ओइ सुन्नु न, चामल कति ल्याउने? 4 गिलास होइन, तिमी छोरीलाई केही पनि सिकाउँदैनौ कि के हो? छोरी मान्छे भएपछि त यो घरको काम त सिक्नु पर्यो नि त बा। सिकिहाल्छ नि बुवा। सुधा तरकारी के पकाउने हो? जे खान मन लाग्छ त्यही गर्छ। मामा मसँग कहाँ छ? विकास ए सुधा ओइ छोर कति हाल्ने हो? ए ल ल ल ल ल मामा मैले सबै गरिदिइसकेँ, ड्याडी खाना पकाउँदिन। अझ कपाल ए मैले गरिदिनु। ल ल बस 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 ल बस। मेरो मम्मा मम्मा ए अलरेडी भाइ जुत्ता लगाइदिनु न। ए अनमोल मम्मीले नछो त बाबाले ल्याइदिनुहुन्छ सब त। ल्याइन्छ अनि यता नछो भन्छु यता आइज। मम्मा तपाईले आज छुन किन नहुने? तपाईँ बिरामी हुनुभएको हो? मामा बिरामी हुनुभएको होइन क्या। मामा त महिनावारी हुनुभयो, त्यही भएर आज खाना पकाउनु पाएन होइन मामा? त्यसो भए अरू दिन बाबाले महिनावारी भएको हुन्छ। के बोल्छ त्यो? तेरो स्कुलमा तँलाई केही पनि सिकाउँदैन नि यस्ता कुरा। अनमोल छोरा मान्छे पिरियड हुँदैन क्या, छोरी मान्छे मात्रै हुन्छ। दिदी भोलिपछि भोलिपर्सि तँले महिनावारी हुँदाखेरि तैँले हामीले छुँदैनिस् हो? हो मामा? खाना पनि पकाउँदैन होली है? हजुरले जस्तै छुनुहुन्न अनि हजुरले जस्तै टाढा बसेर बस्नु। हजुरबा आज भरे बेलुका हजुरले भाइको लागि गिफ्ट ल्याइदिनु। तेरो लागि त म स्वयं ल्याइदिउँला नि। भन्नु त तपाईँ मसँग नपाउनु आउने। तेरो बेला भन्नु त है नातिनी। ए सुन त होइन, ए तिम्रो नातिनीको महिनावारी हुने समय भएन कि मैले थाहा पाएर पनि मलाई घाटेर बसेका हो। तपाईँले घाँटीले किन बस्नु बुवा? अब भएपछि त थाहा भइहाल्छ नि, कुकोले खबर गर्ने त पठाइहाल्ने। ए ल है, यस्तो कुराहरू ख्याल गर्नु नि। ल ए बा है, ए बा भाषण आउनुहोस्। ए ल है है, ल छिटो आउनु, म पस्केर गइहाल्छु क्या। ल बुहारीले चाहिँ यहीँ खाना ल्याइदिनु है। ल ल ल ल ए बुहारी, तिमी यहीँ बसेर खाना खानु। खाना हुन्छ बुवा, तपाईँ जानु न खाना ल खानु। ल खाना खाँदा चाहिँ नि उता सूर्यमा नहेरिकन खानु। सूर्य देवता रिसाउँछन् क्या है। ल हुन्छ बुवा, जानु खानामा। तिमीलाई हुँदा ए सुधा ओइ होइन अनि आज के गर्ने हो? तिमी यस्तो भकी छाउनु भाकाउ। कस्तो के गरेर त्यत्रो मान्छेलाई बोलाएको छ, बर्थडे पार्टी गर्ने भनेर छोरो फुल फुल परेको छ। मनाउने नि।
मैले कसरी सक्छु भन्नु त म्यानेज गर्नलाई बाबा अरू दिन मैले सब म्यानेज गरिरहेको हुन्छु नि होइन र आज तिमीलाई यहाँ कमला दिदीलाई फोन गर म त सक्दिनँ पकाउनलाई कमला दिदी आइहाल्नुहुन्छ तर तिमी आज स्कुलबाट चाँडै आऊ है ल तिमी चाहिँ आज अफिस नगर्नु हुन्छ क्या भोलि अफिस के अरे फिल्डमा जानु छ आज चाहिँ अफिस नजानु चाँडै आएर घर काम गर है यताउता अनि धेरै लसलस नगर यता विकास हो के साह्रो चर्को मुनि यार मलाई कहाँ थाहा हुन्छ र मैले बताउँदाखेरि चाबी खाने ल टिचरहरू अहिलेसम्म आइपुगेको छैनन् त बाटोमा जाम पर्यो होला नि अनि विद्यार्थीहरूको लागि जाम हुँदैन र भने ओइ कस्तो राम्रो बस्न है यहाँबाट आइरहेछ ओइ माथिबाट आए जस्तो छ त के रहेछ खोजिरहेको छु एकछिन ओइ एक्लै नखा ल मलाई पनि दिनु नि एकछिन होइन भेट्टिँदैन र भन ल हेर यो अफिस पनि धुलै धुलो कति सफा गर्ने मैले यो ल हेर मुसाले कागज वरिपरि फालेर हैरानै बनाउनु भयो एउटा मुसा मार्ने औषधि ल्याइदेऊ न भने पनि ल्याउँदैनन् उफ ल रिजल्ट जति जम्मै खाइदिएछ मुसाले ठिकै हो ल हेर धुलो यो दराज पनि ल प्याड पो छ त यहाँ त एउटा पुरै बुझ्दिनँ म टोइलेटमा हुनुपर्ने कुरो यहाँ ल्याएर राख्छन् के हो म त बुझ्दिनँ है ल हेर यो टेबल घरि धुलै धुलो त्यति कति सफा गर्ने मैले टेबललाई कति सफा गर्ने होला What do you mean by टेबल त के हो यो बोइजहरूलाई मात्र बोइजहरूलाई आवश्यकै छैन भनेको मतलब के हो म्याम मलाई बचाउन आउन ल My God. खिचो No. I'll just call you back, okay? Yeah. म्याम लाउन What is this moment today, yaar? खै व्हाट इज दिस म्याम यो टेबल त के हो फेर्नु पर्ने बेला भएछ अलिकति केयरफुल भएर काम गर्नु पर्यो नि त्यो केयरफुल हुन्छ भने सधैँ फुल भएर बस्छु मिस के गर्ने अनि भर्खर आइपुग्नु भयो म्याम हजुर भर्खर आइपुगेको खोट त नयाँ देख्छु त हजुर नयाँ नै हो के गर्ने अब मान्छेहरूले चाहिँ यहाँ पहिरन हेरेर मान्छेलाई जज गर्ने रहेछ सो त्यही भएर हामीलाई तलब दिन भने चाहिँ मलाई यस्तो गर्छ हाम्रो फुड फेरि रिसाउँछ के एक्सक्युज मी के भन्नुभयो होइन चिया कि कफी भनेको क्या म्याम के ल्याउँ अनि म पनि भर्खरै आएको छु सिस्टम बनाउँदैछु टाइम लाग्छ नि त हजुर हस् कोअपरेसन गर्नु पर्यो हस् यसरी डायलग दिएर हुँदैन हस् अनि चिया कि कफी म्याम भन्नु त कफी ल्याइदिनु कफी ल्याइदिनु हस् अनि म्याम चिनी हाल्ने कि नहाल्ने नहाल्नुहोस् न नहाल्ने हस् अनि म्याम दुधको कि कालो ब्ल्याक ल्याउनुहोस् न दाइ है ब्ल्याक है यस हस् या मैले भर्खरै तपाईँलाई कल अनि म्याम चिसो कि तातो दाइ तातै ल्याइदिनुहोस् तातो जाडो छ तर ल्याइदिनुहोस् है तातै ल्याइदिनुहोस् या नो होइन तपाईँलाई चाहिँ भन्न खोजेको होइन मैले द थिङ इज अब सिन्स अब हाम्रो यो मेन्सुरेसन रिलेटेड हो तपाईँले चाहिँ भन्नुभयो गर्ल्सहरूलाई मात्र चाहिन्छ भनेर बट त्यो कुरा होइन नि त होइन महिनावारी भनेको सबैजनाको जिम्मेवारी हो अनि यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ या होइन यदि हामी यो कमन ग्राउन्डमा आउँछौँ भने चाहिँ वी क्यान वर्क टुगेदर अर एल्स आई डोन्ट थिङ्क सो है प्लिज हस् थ्याङ्क यू ए क्लास 3 क्लास ल हेर घुम्ने कुर्सीमाथि हाम्रो घुम्ने म्याम लु नमस्कार है म्याम नमस्कार सर के गर्नु घुमेको छु सिस्टमले घुमाइरहेको छ तपाईँहरूले घुमाइराख्नु भएको छ समयमा आउनु हुँदैन होइन म्याम माफ पाऊ है म्याम माफ पाऊ हेर्नुहोस् न मेरो त घरमा छोरा छोरीलाई भात खुवाउनु पर्ने स्याहार्नु पर्ने सबै काम गरेर आउँदा ढिला भयो त्यसमाथि मेरो त बुढा बा हुनुहुन्छ उहाँलाई पनि स्याहार्नु पर्ने ओखो देखाउनु पर्ने सबै काम गर्दाखेरि ढिला भयो
त्यसमाथि म्याम अझै मेरो श्रीमती चाहिँ महिनावारी भएर घरको सबै काम मैले गर्नु पर्यो, भाँडा माझ्नु पर्यो, बनाउनु पर्यो, भात पकाउनु पर्यो, तरकारी पकाउनु पर्यो, सबै काम गर्दाखेरि ढिला भयो। माफ भयो म्याम। ओ आई सी। सरको त एकदम ठुलो जिम्मेवारी बोकेर लिनु भएको रहेछ। तर टाइममा आउनु भएको भए चाहिँ स्टुडेन्टहरूले पनि वेट गर्नु पर्दैन रहेछ सर है। हो के गर्नु साँच्ची म्याम। हजुर। आज मेरो घरमा छोराको बर्थडे अरे पार्टी छ, तपाईँ आउनुहोस् है जसरी भयो नि, मैले तपाईँलाई इन्भाइट गरेँ। छोराको बर्थडे पार्टी अरे सर म आइहाल्छु नि। अब हेर्नु न हाइल खोज्न आएको मरेको मुजाहरू पो भेटिन्छ नि त। म्याम अलिकति भए पनि यो गोकर्ण दाइले भनेर सरसफाइमा अलिकति मात्रै ध्यान दिन भनिदिनु ल। स्योर स्योर स्योर। म चाहिँ भनिदिन्छु, तपाईँहरू चाहिँ क्लासमा गइदिनु भयो भने। सर नमस्ते। सर नमस्कार नमस्कार नमस्कार। अनि सर म त यहाँ त कसको हजुरको बर्थडे हो सर? ह्याप्पी बर्थडे। छोराको छ। ए ओके ओके। बेलुका पार्टी छ, आउनु होला है सर। हुन्छ सर। म्याम नमस्ते। नमस्कार सर। हुन्छ। हजुर आगामी फर्स्ट पिरियडमा थियो होला सर। फर्स्ट पिरियडमा थियो, विद्यार्थीहरू खेल्ने रहेछन्। खेल न त बा तिमीहरू खेल, तिमीहरूले त खेल्ने भनेर खेल्न थालिदिए। एकछिन खेलौँ न सर। बच्चाहरूलाई खेल्न छोडेपछि उनीहरू खेलिहाल्छन् नि सर। टिचर भएपछि त क्लासमा जानु पर्यो, पढाउनु पर्यो। होइन मैले भने ल तिमीहरू गएर क्लासमा पनि गएर बस्नु है भनेको छु म। गएर बस्छ अरे। यसरी त भएन सर, अलि टाइममा नै जानु भयो भने राम्रो। हुन्छ हुन्छ। मर्निङ म्याम। मर्निङ सर। गुड मर्निङ सर। म्याम यहाँ त एउटा मात्रै प्याड रहेछ नि। यस त्यही त मैले पनि अघि हेरेको थिएँ, एउटा मात्र रहेछ। मुसाले खाएको रहेछ। या 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 आज मैले प्याडै ल्याउनु बिर्सेछु कि कस्तो इमर्जेन्सी परेको थियो। सरलाई चाहिएको है। यस। त्यही त फेरि सर मसँग पनि आजकल प्याड छैन, प्याड युज गर्दैन, म मेन्सुरल कप युज गर्छु। कोपमा त कफी होइन चिया खाने हुने म्याम, यस्तो कुरामा प्रयोग हुन्छ नि। सर वी आर टकिङ अबाउट मेन्सुरल कप। ए छि सर छिको कुरा होइन, प्लस तपाईँले हेल्थ पढाउनुहुन्छ, अलिकति अपडेट गर्नु पऱ्यो। गुगलमा सबै कुरा भेटिन्छ। टिचर भएपछि अपडेट पनि हुनु पऱ्यो नि त। त्यही कुरा नै कोर्समै भएको मात्र पढाएर त हुँदैन होला स्टुडेन्ट्सहरूलाई। या सो कमिङ ब्याक टु यु सर, अब के गर्ने त? म गोकर्ण दाइलाई भनेर ए होइन पर्दैन पर्दैन, म आफै लिएर आउँछु। स्योर हुनुहुन्छ? या आइएम स्योर। तर एउटा कुरा म्याडम, यो हामीले कहिले पनि हेल्थको कुरामा चाहिँ नजरअन्दाज गर्नुहुन्न है। यु हेभ टु भेरी या 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 मलाई पनि त्यस्तै नै लाग्छ सर। अब बिस्तारै म मिलाउँदैछु, त्यही बारेमा वर्कसप पनि हामीले गर्दैछौँ कि। सो I'll be joining you, ma'am. या सर बाइ द वे, यदि तपाईँलाई केही अरू कुरा चाहिन्छ भने चाहिँ गोकर्ण दाइलाई भन्नु होला। यस्तो बेलामा तातो पानी anything, because you need to take care of yourself. Nobody else is going to come and take care for us, right? So आफ्नो okay sure. मैले लग्यो। गोकर्ण दाइ अहिलेसम्म आइपुग्नु भएन। होइन तपाईँ त्यहीँ बस्नुहोस् न, म्यामलाई म लगिदिन्छु। म्याम यहाँ कमिन। कमिन सर। तपाईँ त क्लासमा जानु भनेको होइन क्लासमा गएको गोकर्ण दाइले भेट्यो। गोकर्ण दाइ लसुन र प्याज काट्दै हुँदो रहेछ। फेरि तपाईँलाई नचल्ला कि एनिवेज थ्याङ्क यू भनेर म फेरि म्याम एकदमै फिमेलहरूको धेरै केयर गर्छु क्या म्याम। किन सर? व्हाट इज द रिजन? अब महिला भनेको त नि हेर्नुहोस् न, पृथ्वीको एउटा शक्ति हुन्, शक्ति। धरती माता हुन्। हजुर। यो प्रकृति नै महिलाको कारणले चल्छ म्याम। ओ वाउ। म हेर्नुहोस् न फेरि घरमा नि महिनामा 4 दिन मेरो श्रीमतीलाई काम त गरेर दिदिनु। ए 4 दिन गर्न दिनुहुन्न है? 4 दिन। कस्तो प्रोग्रेसिभ थट रहेछ सरको। थ्याङ्क यू। एनिवेज मलाई होइन मैले खासमा चाहिँ एउटा कुरा बुझेर हेर्नुहोस्, सरलाई यो महिलाले प्रयोग गर्ने सामान चाहिँ किन चाहियो ल भन्नुहोस् त। त्यसरी अरूको सामान, यो विद्यार्थीहरूको सामान प्रयोग गर्न मिल्छ म्याम भन्नुहोस् न। अब त्यसरी प्रयोग गर्न मिल्छ भने म पनि मेरो श्रीमतीको लागि लगिदिन्छु। सो तपाईँले कसरी छ्याप्पी एकदम स्योर भएर भन्न सक्नुहुन्छ कि त्यो उहाँले श्रीमतीको लागि ल्याउनु भएको भनेर? आफ्नो प्रयोगको लागि पनि त हुनसक्छ नि त। हाम्रो प्रयोगमा किन आउँछ र म्याम त्यो कुरो भन्नुहोस् न। हामीलाई त प्रयोगमा आउने चिजै न त्यो। राइट आई सेड अपडेट सर। आफूलाई अपडेट गर्न एकदम जरुरी छ हामी टिचरहरूले। तपाईँलाई जस्तै क्युरियोसिटी छ भने उहाँसँग पनि बसेर होइन उहाँसँग त बस्दैन। उहाँ सर चाहिँ नि
अर्कै खालेको हुन्छ क्या खासमा चाहिँ। अनि उहाँले पढाउँदाखेरि विद्यार्थीले के सिक्छन् बा हेर्नुहोस् त ल, विद्यार्थीको प्यारेन्ट्स आएर मेरो छोरोले त उहाँबाट यो सिक्यो भनेर कम्प्लेन गऱ्यो भने के भन्ने? सर तपाईँको कुराले चाहिँ विद्यार्थीले के सिक्छन् भन्ने चाहिँ डर लाग्यो मलाई चाहिँ। अर्काको पर्सनल कुरामा हामीले त्यसरी औनाएर भन्नु पनि मिल्दैन, त्यसरी कमेन्ट पनि गर्न मिल्दैन। तपाईँलाई त्यस्तै छ भने गुगल गर्न सक्नुहुन्छ, सरसँग कुरा गर्न सक्नुहुन्छ। प्लस तपाईँलाई त्यस्तै नै क्युरियोसिटी छ भने म पनि तपाईँलाई क्यान्टिनमा गएर भन्न सक्छु। तर अहिले चाहिँ आइएम गेटिङ भेरी लेट। मलाई आज हतार छ सर। मेरो अब घरमा खाना पकाउनु पर्ने छ आज, त्यही भएर। अनि तपाईँको त काम गर्ने मान्छे छ नि त, तपाईँलाई त सजिलै छ त। हुन त हो, तर अब यु नो मन्थली साइकल। ए अच्छा यस्तो बेला चाहिँ म्याम लसपस गर्नुहुन्न है, लसपस गर्नुहुन्न। यसमा चाहिँ अलिअलि आई एग्री विथ यु। फेरि तिमीहरूको आज पनि क्लासमा फर्स्ट नै आइदियो। मुला म तर्सेँ नि एकछिनको लागि। म त अघि नै आइपुगेको। कुनामा बसेर म्युजिक प्र्याक्टिस गरेर मैले त हिजो गरेँ नि। मैले त गरेकै छैन, सार्नु पर्छ एकछिन मैले त। अनि सुन न, हामीले त्यो क्या प्रोग्राममा जुन म्युजिक बजाइरहेको छौँ नि त्यसको त अलिकति प्र्याक्टिस हालौँ न। के प्यारिस डेमा गीत गाउनुपर्छ कि त? आइस बिट चाहिँ म दिने भयो ल। बिर्ते मलाई। बिट के थियो अरे? यस प्यारिस डेमा हामी गीत गाउने हो। यही होइन? होइन त पनि बिट दिएन यार। ल बिट त उनीहरू छ नि। लगाए त यो आइस कुनै रात मन्दिरको लगाएर लास्टै गाह्रो भइरहेको छ। ओइ यो ड्रेस चाहिँ तैँले कस्तो लगाएर आइस नि? बहिनीको लगाएर आइस कुन सर्त हौ? राम अन्त भुल्ने यहाँ मैले त गरेर ल्याएको छु है। अझ कसम दिएको होइन र? अनि लेखेर पनि लगाउनुपर्छ नि त, हेर्नुहोस्। म त भुल्ने प्र्याक्टिस गर्नुमा क्या? के गीतको? गरौँ न गरौँ। यो त भइहाल्छ नि। हाई प्रतिष्ठा। हाई। ल यो त गीत गाउने भनेर तपाईँ साह्रै बोल्नु थाल्यो। ओए त हाम्रो ग्याङमा होइन? अहिले चाहिँ म अहिलेमा छुट्टेँ ल। तिमीहरू प्यारेन्ट्समा के गर्न लाग्यो? हाम्रो गीत गाउनु लाग्यो हामी। ए हो, हामी चाहिँ डान्स गर्न लाग्यो। नाच्न पो लाग्छ नि एउटा। प्रतिष्ठा ओए मैले डान्स गर्छु नि त। भन न। कस्तो राम्रो देखियो क्या आज तिमी। ए हो, तिम्रो साथी खोइ? ल हेलो सुनिची। किन आएको त? आज घरमा धेरै काम गर्यो नि। मलाई बिटाको भएको छ अनि सबै काम मैले गर्नुपर्ने भयो। खाना पकाउनु पनि प्र्याक्टिस गर्नु जहिले यस्तै हुन्छ तेरो अनि तेरो घरमा ड्यान्स भने त मैले कति गलत भएको मामा पिरियड प्र्याक्टिस गर्नु। गुड मर्निङ क्लास। गुड मर्निङ सर। वेलकम टु आवर क्लास। सर के हो त्यो खानेकुरा हो? यो प्याड हो। प्याड? यस। सर प्याड त योसँग पनि छ। बक्सिङ प्याड सर। आइप्याड। नि प्याड सर। नो यो चाहिँ मेन्सुरल प्याड हो कि पिरियड भएको बेला लगाउने। म यो लगाएर आइहाल्छु, तपाईँहरू प्रेजेन्टेसन तयार पार्नुहोस् त। ओके आई विल सी यु सर कुन पिरियड? सेकेन्ड पिरियड हो सर। सरलाई किन चाहियो? Confusion. Confusion.
अनि प्रतिष्ठा प्रतिष्ठा तिमीले फेरि प्रोजेक्ट गर्यौ मेरो नयाँ आइप्याडमा गरेको ए अब त मसँग नबोल अलिअलि मैले पनि हेर्न देऊ ल ल ओके क्लास रेडी हो यस यस सर ल त हिजो फिल्ड वर्कमा कसले के देख्नुभयो भन्नुहोस् त सर म भन्छु ल भन्नु सर हिजो रिसर्चिङ बुकको लागि जाँदाखेरि हामी जुन ठाउँमा गएको थियौँ नि त्यो ठाउँमा पिरियड भएको महिलाले गाई भैँसीको दुध दही घिउ मही के पनि खानु नमिल्दो रहेछ अनि अर्को कुरा पिरियड भएको महिला छ नि त्यो अरू कसैलाई छुन नमिल्दो रहेछ त्यो नमिल्ने होइन नदिने मान्छेले दिँदैनन् ओके त्यसलाई सच्याउनु अरू मैले त त्यति नै देखेँ अनि त्यो फर्स्ट टाइम भएको बेला चाहिँ साह्रो छ कि जो 10 दिनसम्म चाहिँ कालो कोठामा ब्ल्याकमा एकदम कुनेर राख्ने ओके अरू केही छ जस्ट त्यही हो मेरो दिदीलाई पनि राखेको थियो ओके अरू कसै तपाईँ भन्नुहोस् त सर भेट्न गएको थिएँ मैले त गाई देखेँ अनि बाख्रा देखेँ अनि फिमेल पिग पनि देखेँ सर अनि अरू त्यसपछि अनि सर अनि एनिमल्सलाई चाहिँ मेन्सुरेसन हुन्छ कि हुँदैन भनेर क्लास 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 यो राख राख तिम्रो होमवर्क पनि नगर्ने क्लास डिसिप्लिन ओके अनि के थाहा पाउनुभयो सर केमा थाहा पाएन एकछिन बसेको गाईले त गोबरको गर्यो सर खाली बस्नुहोस् है सर मैले पनि धेरै कुरा सिकेँ सर जस्तो तर म त झुकिएँ म त 2-4वटा घर गएको सर अनि कुनै घरमा महिनावारी भन्दो रहेछ कुनै घरमा परसानी भन्दो रहेछ कुनै घरमा मेन्सुरेसन भन्दो रहेछ अनि रिसर्च गरेको त 5000 भन्दा धेरै शब्द छ रहेछ 5000 कहाँ शब्द लेख्नु भनेर मैले त फिल इन द ब्ल्याङ्क्स यस मैले त होइन उनीहरूलाई चाहिँ महिनावारी भएको बेलामा चाहिँ उसले चाहिँ छोको खानेकुरा ठुला बडाले खान नहुने अरे इभन कि सर उसले यदि पानी खान मन लागेको छ भने उसले चाहिँ आफैले लिएर खान पनि नमिल्ने अरे सर गुड मैले त सर यति नै गरेँ बाँकी त साथीहरूले भनिसके गुड अब्जर्भेसन गुड यस एक्सक्युज मी सर सर मलाई कस्तो टोयलेट आयो जानुहोस् भन त मेरो घरमा मेरो मम्मा पिरियड हुँदाखेरि किचनमा जानुहुन्न अनि उहाँले छोएको खाना हामीले खाँदैनौँ अनि हामीले खाना दिँदाखेरि पनि उहाँलाई चाहिँ छुट्टै दिनुपर्ने हुन्छ अनि मेरो घरमा चाहिँ मामाले त्यसरी बाँड्नुहुन्छ होइन पिरियड यो कुराहरू बाँड्नुहुन्छ भने नाइस क्वेशन एक्सक्युज मी सर ए बस मित्र बस सर आज मेरो घरमा छोरोको बर्थडे बेलुका पार्टी छ तपाईँलाई मैले अभिजु भेट्दै भेटिनँ त्यही भएर यसो पार्टीमा आउँछ है भनेर इन्भाइट गर्न आएको ओके ओके सर सर हामीले पनि हो सर होइन म तपाईँहरू सबैजनालाई रञ्जनाको बर्थडेमा बोलाउँछु है होइन सबैलाई पछि ओके क्लास क्लास म भोलि तपाईँहरूको टेस्ट लिन्छु पढेर आउनुहोस् है त हस् सर ओके ओके सी यु टुमरो थ्याङ्क यू सर आइजन त अनि टाढा घर छ हुन्छ नि नरिसान हो नेक्स्ट टाइम बोलाउँछु कि तर मेरो घर आज प्र्याक्टिस गर्नु पाइन्छ Wait, blood! Wait, blood! के भएको के होइन हस्पिटल लानुपर्छ पर्दैन हो गएर हामीले सरले बोलेन
रातो रातै रातो थोपै थोपा थोपै थोपा थोपै थोपा रातै रातो रातै रातो रातै रातो थोपै थोपा थोपै थोपा थोपै थोपा मलाई के भयो पहिला मलाई कहिले यस्तो भएको थिएन एकदमै धेरै डर लागिरहेछ घरमा पनि कसरी भन्नु कसलाई भन्नु केमा पोरी भएको हो र केमा बिरामी भएको हो र अब त म स्कुल जानु पनि पाउँदिनँ होला भाइसँग खेल्न पनि पाउँदिनँ होला साथीहरूसँग पनि खेल्न पाउँदिनँ होला म आइया मम्माले जस्तै छुट्टै बस्नुपर्छ होला छुट्टै खानुपर्छ होला आज त जन्माएको बर्थडे म पारीमा आउन पनि मिल्दैन होला भाइसँग खेल्न मन लागिरहेछ यो कमला दिदी ए भतिया ला 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 तो बेल काटलो अर्को रेडी रेडी हुन्छ अन्नाराम खोइ आइ छैन एतैका ल आउनु दिनु या या रमना अरे अनि के भयो किन झगडाएर बसेको आइज यहाँ भित्र सहयोग गर्नुपर्छ भाइको बर्थडे जसमा नयाँ आउनु न होइन सुन्दा सोच्दा के भयो बाहिर झगडाएर बसिरहेको छु त अरे होइन रञ्जनले के छाड्यो तिमीलाई नि र पाहुनाहरू आउने बेला बसिसक्यो अहिलेसम्म स्कुलबाट आउने यही हो टाइम तिम्रो के भयो म्यामले भनेको भइहाल्यो नि प्रिन्सिपल म्यामलाई फोन गरेर म आउँदै म पेपर लिनलाई ठिक छ के भयो एतैका लहरे त्यो काम गर्नु छ ए अनवर बा एतै के हो के भयो ल फटाना तिमी यस्तो कुरामा ठट्टा गरेर बस्छु म साँच्चै भनिरहेको छु के विकास एतैका आजै त्यो चाहिँ अब यहाँ घरमा जाने यत्रो बर्थडे रमाइलो गर्ने भनेर भाइ चाहिँ गुरुङ भएर हिँडेको छ है होइन कस्तो एतैका के गर्ने होला कस्तो के गर्ने भनेको फुर्कनु तिमी फुर्कु मुराएर आउँछौ म त जान्दिनँ भोलि बिहानै मलाई फिल्डमा जानुपर्ने छ थाहा छ त तिमीलाई तिमी पनि जान मिल्दैन त्यो चाहिँ नि आजै हुनुपर्ने बाबा आजै हुँ भनेर हुने हो त चराविधि मान्छेलाई बोलाएको छ अब यत्रो खाना बनाइसकियो बाबा यहाँबाट राम्रो देखिरहेछ हो त्यही हो के गर्ने होला लु यो फेरा त ए तिम्रो किन ग्रन्थ मैले भने भन्दैनौ तिम्रो ग्रह नै मिल्दैन काँचै एक प्रकारसँग ए बा ल समय पनि सहयोग गर्नुपर्छ है बाबा बाबा जय रुगा ओ कस्तो राम्रो देखिएको कति राम्रो सजाको है ल ल ल
ल्या यहाँ छ विकास के राम्रो छिटो ए ल ल ल ए भाइ ल तपाईँ यो ए फुल पाउन हजुरबा हजुरबा मान्नु न ल हेर मेरो नाति ल त्यो क्या होइन बा तपाईँ फुर्कुस न ल ल अहिले केक तपाईँ र म मिलेर काट्नुपर्छ नि ल ल ल मेरो साथीहरू पनि आउँदैछन् ल ल हेर प्लिज बाबा ल टाइम हुँदैछ ठ्याक्कै 7 बजेर 7 मिनेट मात्रै केक काट्नु है मेरो घर बजार रञ्जना खोइ त देखिन त होइन रञ्जना एकछिन रेस्ट गरिरहेको चाहिँ आउँछ बाबुलाई केक काट्न बेला भयो रेस्ट गरेर दिदीलाई पनि बोलाउनु न अनि दिदी भएपछि अनि सँगै काट्नु ल नि दिदी आउँछ तिमी के काट न ए दिदी आउँछ अहिले तिमी केक काट बाबा आऊ दिदीले आएर पनि बर्थडे गिफ्टमा आफ्नो युक्लेले दिन बोलाउँछु ल छिटो आऊ ह्यापी बर्थडे ए हजुर अब भन्नु न केक काट्न बोलाइदिने हुन्छ नि त कस्तो होइन होइन मम्मा के भयो रञ्जनाले चिसो आँखी त होइन सर एकछिन दिदीलाई बोलाउनु न दिदी आउँछ एकछिनमा दिदी भएर म काट्दिनँ ल ए कान्छा गएर लिएर न जा दिदीले मलाई युक्लेले गिफ्ट दिन्छ भनेको क्या म काट्दिनँ ल हजुरबा ए बोलाउन भन्नु न ए कान्छा गएर लिएर जा ए बुहारी लिएर उसलाई कहाँ छ ए नातिनी लु आइज भयो आइज बोलाउनु ल ल हस् बोलाइदिनु न स्कुल त आएको थियो है